नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारमा। आज तिहारको दोस्रो दिन कुकुरको पूजा गरेर कुकुर तिहार मनाउँदै। प्रहरीले सिराहाको गोलबजारबाट लगभग औसत ब्राउन सुगर सहित एकजनालाई पक्राउ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय कार्य समितिको बैठकले पार्टीको महासमिति बैठक नीति सार्ने। जनताको असन्तुष्टिलाई तत्काल सम्बोधन, अपेक्षा अनुसार मुलुकलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री ग्वालीको भनाई। र पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज पोखरा र चितवन प्रतिस्पर्धा हुँदै। अब समाचार विस्तारमा। आज तिहारको दोस्रो दिन कुकुरको पूजा गरेर कुकुर तिहार मनाइँदैछ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मिठा मिठा परिकार खान दिएर यमराजको ढोकामा दरपालका रूपमा बस्ने श्याम र सबर नामका कुकुरले यमलोक जाँदा बाटो छेडिदिने धार्मिक विश्वास छ। वैशत मनवर्तरको कुलमा जन्मिएको कुकुरको धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ। आज बिहानै अरुणोदय कालमा नदी र तलाउमा गई स्नान तर्पण गरेर यद्यपि दक्षिण फर्काएर बाली बगाउनाले मृत्यु पश्चात नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधि समेत रहेको छ। पछिल्लो 11 वर्षमा नेपालमा भएको सवारी दुर्घटनामा 20,000 भन्दा बढीले ज्यान गएको छ। यी अवधिमा झण्डै 1 लाख दुर्घटना भएका छन्। आर्थिक वर्ष 2064-65 देखि 2074-75 सम्म 91,857 दुर्घटना भएका छन्। ती दुर्घटनामा 20,177 जनाले ज्यान गुमाएको छ। 11 वर्षमा भएका सवारी दुर्घटनामा तथ्याङ्कले प्रत्येक दिन औसत 5 व्यक्तिको ज्यान जाने गरेको देखाउँछ। औसतमा वर्षमा 1,800 भन्दा धेरैको ज्यान जान्छ। यो सङ्ख्या प्राकृतिक विपदबाट मृत्यु हुने सङ्ख्याभन्दा झण्डै 2 गुणा बढी हो। तथ्याङ्क अनुसार प्राकृतिक विपदा परि वर्षमा औसत 900 को ज्यान जाने गरेको छ। बलात्कार झारफुकबाट क्यान्सर रोग निको पार्ने भन्दै महिलाले बलात्कार गर्दै आएका बर्दिया 10 वैदिका 71 वर्षीय गुरुवा सुब्बा थारूलाई प्रहरीले पक्राउ गरेको छ। क्यान्सरबाट पीडित 41 वर्षीय महिलालाई उनले 10 महिनादेखि घरैमा बोलाएर बलात्कार र यौन शोषण गरेको प्रहरीले जनाएको छ। लामो समयसम्म पनि रोग निको नभएपछि महिलाले प्रहरीमा उजुरी दिएपछि थारू पक्राउ परेका हुन्। राति फोन गरी झारफुक गर्न बोलाउने र भनेको नमाने रोग निको नहुने भनेपछि केही समय सहेरै बसेको तर रोग बढ्दै गएपछि प्रहरीमा उजुरी गरेको पीडित महिलाले प्रहरी समक्ष बताएकी छन्। प्रहरी निरीक्षक वसन्त गौतमले थारूलाई जबरजस्ती गर्ने अभियोगमा मुद्दा दर्ता गरिएको बताए। रोगबाट थला परेपछि अहिले ती महिलाको चितवन स्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको छ। उनका पति र 2 छोरा रोजगारीका लागि विदेशमा छन्। घटनास्थल सदरमुकाम गुलेरियाबाट करिब 20 किमि उत्तर पर्दछ। प्रहरीले सिराहाको गोलबजार नगरपालिका 4 गोलबजारबाट लागु औसत ब्राउन सुगर सहित एकजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले 60 ग्राम सेतो ब्राउन सुगर तथा नगद 40,000 सहित सुनसरीको इटहरी उपमहानगरपालिका 17 का 30 वर्षीय रुबी गुमलाई पक्राउ गरेको हो। यस्तै सशस्त्र प्रहरीको टोलीले 5 लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको 34 थान अवैध मोबाइल सेट बरामद गरेको छ। सोमबार लाहार नगरपालिका 1 कटहा चौक र प्रयागपुर गाउँको बीचबाट अवैध मोबाइल सेट बरामद गरिएको सशस्त्र प्रहरी नायक उपनिरीक्षक निवन कुमार खड्काले जानकारी दिनुभयो।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय कार्य समितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ। बैठक अपराह्न 1 बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग हुने भन्दै केही दिन पछाडि सार्न सक्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। कांग्रेस महासमितिको बैठक आगामी मङ्सिर 5 देखि 9 सम्मका लागि तोकिएको थियो। महासमिति बैठक मङ्सिर अन्तिम साताका लागि तोकिने सम्भावना रहेको शर्माले बताउनु भएको छ। बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन समेत प्रस्तुत हुने र त्यसबारेमा पनि छलफल हुने बताइएको छ। कांग्रेसले संविधानको संघीय संरचना अनुसार पार्टीको संरचना बनाउन महामन्त्री पूर्ण बहादुर खड्काको संयोजकतामा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो। बैठकमा मातृ संस्थान नेपाल विद्यार्थी संघको महाधिवेशनको मितिको बारेमा समेत छलफल हुने प्रवक्ता शर्माले बताउनुभयो। नेवी संघको 2 वर्ष कार्यकाल समाप्त भएर थप गरिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि त्यसबारेमा पार्टीमा छलफल हुन लागेको हो। अब समाचारमा केही बेर विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। सर्लाही नेकपा कार्यकर्ताले चलाएको गोलीले लागेर ज्यान गुमाएका सर्लाही रामनगर बहुरुवा रामविलास महतोको शव मंगलबार परिवारले बुझाएका छन्। कार्तिक 13 गते नेकपा कार्यकर्ता र नेपाली कांग्रेस बीच झडपमा परि कांग्रेस कार्यकर्ता महतोको ज्यान गएको थियो। उनको आज सर्लाही मनुष्यमार नदीमा अन्त्येष्टि गरिएको हो। सरकारले सोमबार परिवारलाई 10 लाख रुपैयाँको चेक दिएपछि परिवारले शव बुझेका हुन्। परराष्ट्र मन्त्री प्रदीप ग्वालीले जनताको असन्तुष्टिलाई तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। परराष्ट्र मन्त्री ग्वालीले जनताको अपेक्षा अनुसार मुलुकलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको पनि व्यक्त गर्नुभयो। दशैं तिहार नेपाल सम्बद्ध छठ लगायत चाडपर्वको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले विगतमा भएको कमी कमजोरीलाई हटाउँदै वर्तमान सरकार मुलुकलाई समृद्ध बनाउनका लागि परेको दाबी गर्नुभएको छ। वर्तमान सरकारले आफ्नो 8 महिनाको समय त्यसै खेर नफालेको उल्लेख गर्दै परराष्ट्र मन्त्री ग्वालीले जनताको अपेक्षा पूरा गर्न सरकार जस्तो सुकै मूल्य चुकाउन पनि तयार रहेको स्पष्ट पार्नुभयो। हामीलाई थाहा छ तपाईहरुका सारै धेरै अपेक्षाहरू वर्तमान सरकारप्रति छन्। हामीलाई भोट हाल्नेहरुका त अपेक्षाहरू हुने नै भइहाले। हामीलाई भोट नहाल्ने जनताहरू पनि भन्नुहुन्छ यो सरकारलाई असफल हुने छुट छैन। मैले नेपाली कांग्रेसका थुप्रै नेताहरूको कुरा सुन्छु, म उहाँलाई धन्यवाद पनि दिन चाहन्छु। हेर्नुस् है, हामी प्रतिपक्ष हौं तर वर्तमान सरकारलाई असफल हुने छुट छैन। प्रतिपक्षबाट पनि हामीले त्यो ऊर्जा पाएका छौं र इतिहासले दिएको यो ऐतिहासिक अभिभारप्रति हामी एकदमै सजग छौं। म सुरुमै यहाँलाई निवेदन गर्न चाहन्छु, जनताले हामीलाई बोकाइदिएको त्यो भारी, जनताले हामीबाट गरेको अपेक्षा, इतिहासले हाम्रो काँधमा दिएको यो ऐतिहासिक जिम्मेवारी हामी जुनसुकै मूल्यमा पनि पूरा गर्न चाहन्छौँ। जुनसुकै मूल्यमा पनि तपाईहरुलाई निराश हुन, तपाईहरुलाई चाहिँ खिन्न हुन, तपाईहरुलाई चाहिँ के भन्दाखेरि असन्तुष्ट हुन दिने हामीले त्यो अवस्था दिने छैन। निश्चय नै इतिहासको भकारोमा थुप्रिएको गोबरका थुप्राहरू हाल्न समय लाग्छ, किनभने आजका समस्याहरू होइनन्। म कुनै दल विशेषलाई पनि दोष दिन चाहन्न। हामीले विगतमा धेरै ठाउँमा बाटो बिराएका छौं। हाम्रा आर्थिक नीतिहरूमा, हाम्रा संरचनाहरूमा, हाम्रा कानुनहरूमा, हाम्रा माइन्डसेटहरूमा एक खालको समस्या छ। त्यो कुरालाई परिवर्तन गर्न अलिकति समय लाग्छ। हामीले गएको 8 महिना क्षेत्रमा कालाजारका बिरामी भेटिएका छन्। उत्तर पूर्वी क्षेत्रका विभिन्न गाउँमा हालसम्ममा 10 जनामा कालाजारको लक्षण देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। सौनियत जगन्नाथ गाउँपालिकामा गरिएको सर्वेक्षणमा 10 जनामा कालाजारको संक्रमण देखा परेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका ल्याब असिस्टेन्ट दन्त विकले बताए। कालाजारको उपचार जिल्लामा सम्भव नभएकाले उनीहरूलाई नेपालगञ्ज तथा धनगढी पठाउने गरिएको छ। पछिल्लो समय जिल्लामा मलेरियाका बिरामीको संख्यामा पनि वृद्धि भएको छ। हालसम्म प्राथमिक स्वास्थ्य केन्द्रको कोल्टीको मलेरियाको 63 बिरामीको उपचार भइसकेको निमित्त कार्यालय प्रमुख लोकेन्द्र न्यौपानेले जानकारी दिनुभयो।
नेपाल निर्माण व्यवसायी महासंघले बजेट अभावमा कारण तोकिएकै समय निर्माण कार्यहरू सम्पन्न गर्न नसकिएको स्पष्ट पारेको छ। महासंघले काठमाडौँमा पत्रकार सम्मेलन गरी निर्माण कार्यहरू बजेट अभावका कारण तोकिएकै मितिमा सम्पन्न गर्न नसकिएको स्पष्ट दिएको हो। सरकारले समयमै बजेट उपलब्ध गराउन नसक्दा निर्माणका कार्यहरू समयमै सम्पन्न गर्न नसकिएको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिनुभयो। उहाँले बजेट नभएका आयोजना पनि सरकारले स्वीकृत गरेपछि त्यसलाई समयमै सम्पन्न गर्न कठिनाइ हुने गरेको पनि स्मरण गराउनुभयो। अध्यक्ष सिंहले सरकारले बजेट नदिने तर जनताले समयमै काम नगरेको भनेर व्यवसायीलाई आलोचना गर्ने गरेको भन्दै गुनासो पनि व्यक्त गर्नुभयो। बजेट अभाव भएपछि निर्माण कार्य गुणस्तरहीन हुन पुगेको पनि अध्यक्ष सिंहलेको भनाइ छ। जो हामीले जारी गरेका पत्रकार साथीहरूलाई चाहिँ तपाईँ मार्फतै सम्पूर्ण आम जनतालाई पनि यो कुराहरू हामी उजागर गर्न चाहन्छौँ। हाम्रो कारणभन्दा पनि अन्य कारणहरूले गर्दाखेरि हामीले चाहिँ निर्माण कार्यहरू समयमा सम्पन्न गर्न नसकेको, गुणस्तरीय हुन नसकेको, हिजोको दिनमा जुन धेरैजना सभासदज्यूहरूले आफ्नो क्षेत्रलाई प्रभावित गर्नको लागि आयोजनाहरू लानुहुन्थ्यो। बजेट होस् नहोस् रातो किताबमा पर्ने 20 करोडको आयोजनाहरूमा 50-60 लाख 80 लाख 1 करोड 1.5 करोड विनियोजन गर्ने र धेरै त्यो सभासदज्यूहरूलाई खुसी पार्ने काम चाहिँ मन्त्रालयले गर्दै। किन भन्दाखेरि हिजो चाहिँ संयुक्त सरकार थियो, त्यो संयुक्त सरकारमा सबै सरकारका सबै दलका सभासद। महासंघले सार्वजनिक खरिद ऐनलाई व्यवसाय मैत्री बनाउन पनि सरकारसँग माग गरेको छ। अध्यक्ष सिंहले सार्वजनिक खरिद ऐनकै छिद्रतालाई पक्रेर केही व्यवसायीलाई मात्रै ठेक्का पर्ने गरेको उल्लेख गर्दै महासंघले त्यसो हुन नदिन पनि सार्वजनिक खरिद ऐन संशोधनको विषयलाई जोड दिनु परेको पनि स्पष्ट पार्नुभयो। काठमाडौँमा आज यो वर्षकै कम तापक्रम मापन गरिएको छ। काठमाडौँको बिहानको तापक्रम 7 डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। काठमाडौँको तापक्रम सोमबार 8 डिग्री सेल्सियस मापन गरिएको थियो। मंगलबार तापक्रम 1 डिग्री घटेको हो। मौसमविद वरुण पौडेलका अनुसार मौसम सफा भएकाले यो वर्ष सबैभन्दा छिटै देशभरिकै न्यूनतम तापक्रम घटेको हो। राति मौसम सफा हुँदा जमिन चिसो हुने भएकाले तापक्रम घट्ने उहाँले बताउनुभयो। अहिले तुरुन्तै पानी पर्ने सम्भावना नरहेको पनि मौसमविद पौडेलले बताउनु भएको छ। मंगलबार पूर्वी पहाड क्षेत्रको मौसम दिउँसोपछि आंशिक बादली भए पनि अरू ठाउँको मौसम सफा हुने उहाँको अनुमान छ। अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरबले पहिलो परमाणु रिएक्टर बनाउने घोषणा गरेको छ। साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले सरकारी समाचार एजेन्सीसँग कुरा गर्दै परमाणु रिएक्टर बनाउने बताएका हुन्। परमाणु रिएक्टर आरम्भिक प्रक्रिया सञ्चालन तथा नियन्त्रणमा प्रयोग हुने उपकरण हो। साउदी प्रेस एजेन्सीले यो परमाणु रिएक्टर कस्तो प्रकारको हुनेछ भन्ने बारे कुनै जानकारी नदिएको बीबीसीले लेखेको छ। साउदी अरबमा आगामी 2 दशकमा 16 परमाणु रिएक्टर बनाउने योजना छ र यसमा करिब $80 अर्ब खर्च हुने अनुमान छ। तर यसको प्रयोग केमा गर्ने भन्ने बारे भने स्पष्ट भइसकेको छैन। कच्चा तेलको सबैभन्दा बढी निर्यात गर्ने देश साउदी अरबले तीव्र रूपमा बढिरहेको ऊर्जा आवश्यकतालाई हालसम्म तेल र प्राकृतिक ग्यासबाट पूर्ति गर्दै आइरहेको छ। अब खेल समाचार। पोखरा प्रिमियर लिग पीपीएल क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज घरेलु टोली पोखरा पल्टन र चितवन राइनोज बीच प्रतिस्पर्धा हुँदैछ। कप्तान पारस खड्काको कप्तानीमा रहेको चितवन र शारद भेसवरकरको कप्तानीमा रहेको पोखरा आम्ने सामने हुँदैछन्। यसअघि चितवन राइनोज इलिमेन्टर खेलमा काठमाडौँ रोयल्सलाई 6 विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। यता पोखरा भने लिग चरणको खेलमा शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो। पोखराले लिग चरणको 5 खेलमा 3 खेलमा जित र 2 खेलमा हार बेहोरेको थियो। पीपीएलको विजेताले 27 लाख नगद पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले 10 लाख नगद प्राप्त गर्नेछ। प्रतियोगिताको म्यान अफ द सिरिज उत्कृष्ट ब्याटम्यानस र उत्कृष्ट बलरले जुसुकी जिस्कसर 155 सीसीको मोटरसाइकल प्राप्त गर्नेछ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक।
आज तिहारको दोस्रो दिन कुकुरको पूजा गरेर कुकुर तिहार मनाउँदै। प्रहरीले सिराहाको गोल बजारबाट लागु औषध ब्राउन सुगर सहित 1 जनालाई पक्राउ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय कार्य समितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने। जनताको असन्तुष्टिलाई तत्काल सम्बोधन, अपेक्षा अनुसार मुलुकलाई अघि बढाउन सरकार प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री वालीको भनाई। र पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज पोखरा र चितवन प्रतिस्पर्धा हुँदै। हस्त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।